Hi guys, welcome to my new video. मैले चाहिँ इन्ट्रो बनाउनु बिर्सेको रहेछु, त्यही भएर चाहिँ यहाँ भोइस ओभर गर्दैछु। अनि हामीहरू चाहिँ कहाँ आएको भन्दाखेरि जेजु कल्चरल भिलेजमा चाहिँ कलेजबाट फिल्ड ट्रिप ल्याएको थियो, त्यही भएर हामी चाहिँ घुम्दैछौँ। त्यही भएर हेर्नु होला भिडियोलाई लास्टसम्म इन्जोय गरिदिनु होला। मासु सुकाउने यो मासु सुकाउने अनि यहाँ कुखुरा राख्ने मान्छे सुकाउने कुखुरा जोड्ने हो यहाँ भिडियो बनाए। अनि यहाँ चाहिँ त्यो हो। अनि मेरो यहाँ ब्युटिफुल साथी गङ्गाको बुढा यो चाहिँ हाम्रो कमरा हैन, यहाँ चाहिँ हाम्रो माथि हेर्न यहाँ उ त्यहाँ माथि कुखुरा कुखुरा हैन जङ्गल कुखुरा टाउको देख न गङ्गाको बुढाको जाने टाउको जानै हो यहाँ। लेट्स गो मे यहाँ साथीहरू कस्तो राम्री भने म मात्रै हो कि पछाडि पल्टिने त। यी अगाडि राम्री भयो भने अगाडि हिँड्न पाउँछ त। म आइरहेको छु। म चाहिँ हाम्रो गाउँतिरको जस्तो When life gives tangerine पनि यही सुट गरेको आउनु जाउनु लेट्स गो। ड्रागन हेर्नु पहिला यहाँ यस्तो ड्रागन। प्लिज एक्सप्लेन यो चाहिँ एउटा साङ्गे हो फन प्लेन अबाउट दिस रूम। यो चाहिँ रिचुअल्स दैट हियर साङ्गे रिफर्स द रिचुअल्स। त्यस्तै हो। ओए यहाँनिर ओए फ्युनरलको बेलामाको के फ्युनरल के भन्छ अरे हाम्रो फ्युनरललाई नेपालीमा हो। यो चाहिँ भाँगाहरू पनि रहेछ यहाँ चाहिँ सबै रहेछ हैन। यो चाहिँ भन्छ नि यो ngatin ya kunna jika दिन भिलेज चाहिँ हैन 200 वर्ष अगाडि कोरिया चाहिँ यस्तो थियो अरे। कमन ल आइजाऊ। अनि यहाँ चाहिँ मर्निङ गर्ने ठाउँ जाऊ न नि। भित्र देखाउनु यस्तो रहेछ यस्तो राम्रो हेर यहाँनिर पम्किनहरु। यहाँबाट यसरी बोक्नु रहेछ कि यहाँबाट यसरी नुरुल भ्लग गंगा इमिता लो एक्सप्लेन यारुम गाइस यारुम। हाई गाइस, आज चाहिँ हामी जेजु फ्लग भिलेजमा आएको भ्लग बनाउँदैछ। यो चाहिँ भ्लग बनाउँदै हो। आज चाहिँ यहाँ मात्र बनाएको हामीले झिर्कानी आज यस्तो छ वातावरण। यहाँ सिनहरु देख्न सक्नुहुनुहुन्छ हजुरहरुले। हामीले चाहिँ यो भन्दा अगाडि अर्कै ठाउँमा गएर आएको अनि अहिले चाहिँ यहाँ आएपछि चाहिँ भ्लग बनाएको, किनभने यो चाहिँ अलिकति इन्ट्रेस्टिङ भयो। चुजा होइन लामाको बच्चाहरू रहेछ। आउनुहोस् Really, this is only Jeju. It's not the other part of the Korea. So when the other region, maybe Seoul or the other, maybe Gangwon, they came. If they come to Jeju, we was also supplied. We was supplied. Really? काबु चाहिँ उयो सुँगुरलाई दिन्छ। यसले चाहिँ खाँदैन नि हाम्रो यहाँ यसरी हगिरै यसले चाहिँ खाने रे के बुझेन। बिचारा बच्चाहरूले चाहिँ छुट्याएछ नि त्यो होइन नि। Harubang. Tul is like a stone. Harubang is a grandfather. Haraboji is Jeju dialect. Haraboji is Jeju dialect. So this one is Tul Haraboji. Jeju. Tul Harubang. हारोबा Harubang is Jeju dialect. Tul Haraboji is like a grandfather, but Jeju dialect is Har. रिपोर्टरको साथमा जाऊ न नि रिपोर्टरको एङ्करिङहरु खै त नि। म क्यामेराम्यान भयो अनि एङ्करिङ एउटा बन्नु पर्यो अनि त्यो एउटा के भन्छ रे एक्सप्लेनर। के भन्छ अरे यो चाहिँ परालले बनेको रहेछ। अनि तलको चाहिँ ढुङ्गाको उस्तै हो त्यो हाम्रो गाउँतिर हुने जस्तै सिन। अनि यहाँ चाहिँ तोरीबारी रहेछ। मनपर्छ भने टिपेर खान आउनु होला। पहिला चाहिँ जेजुको मान्छेहरू यो यसो तोरी खान्थ्यो होइन। यस्तो तोरी खाएको यस्तो ओभर एक्टिङ की दुकान है हम लोग। यस्तो मानिहरू नै रहेछ।
अगाडि गएर जाउँ न गाइज अब चाहिँ हामी गोरु 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 होइन यो होइन हौ बाजे हो ए गोरुले यसो गर्दैछ नि गोरु हो गोरै हो ओ नेपालमा जस्तो तान्छ नि वाइ पहिला गाई नमस्कार भन्दिउँ न त गाईजी गोरु हो कि गाई हो यो चाहिँ पहिला पहिलामा यसरी तान्ने रहेछ है यहाँतिर नि सेम उयो जस्तै उताबाट खिच्छ जुनमा कस्तो देख्यो यो चाहिँ मेरो सम्पत्ति हो मेरो घर हो अगाडिको घर अगाडि अगाडि जानु नाम साथी पनि ढेको छ नि के नाम चाहिँ रहेछ क्या है यो वर्कसपहरूको नाम याद गर्नु होला है वुडन क्राफ्टिङ वर्कसप रे हेड हाउस रे वेल्सी लोकल फार्मर हाउस यता हो उनीहरूको त 200 वर्ष अगाडि पनि फोहोर हाल्ने हुने रहेछ है होइन हौ यो भर्खर राखेँ होइन हाम्रो त नेपालमा त बरु अहिले नै यस्तै छ है ढङ्गे अहिले पनि गाउँघरतिर त छ है ऊ त्यो डम्प के अरे पानी राख्ने हाम्रोतिर चाहिँ रक्सी पार्छ नि त भाइ यस्तो ठाउँमा यस्तोमा रक्सी पार्ने दुईवटा हेर्नुहोस् गाइस मस्त मस्त जाउँ न ओ यहाँ फोटो खिच्नु पर्ला जस्तो छ दामी रहेछ पूजा गर्ने होला ऊ यहाँ पढ्न खै कोरियनबाट खाने के गर्ने ए पूजा गर्ने हो उदा हो नि यस्तो कस्तो डर लाग्दो रहेछ यार यस्तो जाम नि के को डर लाग्नु बाहिर क्याप गर्ला है सो अनि हामीले चाहिँ यहाँ चाहिँ एउटा मसिन देख्यो होइन अनि सो के चाहिँ रहेछ भनेर हेर्न गएको त्यहाँ चाहिँ भाग्य हेर्ने मसिन रहेछ अनि हामी चाहिँ यहाँ ट्राई गर्दै थियौँ कसरी रहेछ भनेर अनि खासमा यहाँ माथि त्यो डिस्प्लेमा चाहिँ हाम्रो हात देखाउने रहेछ अनि यहाँ तलबाट त्यो मुख भएकोमा चाहिँ हात हालेर अनि तल चाहिँ प्रिन्ट आउट निस्किने रहेछ सो वी ट्राइड हेर्नु होला भिडियो लास्टसम्म यहाँबाट यसरी हेर्ने रहेछ गाइज यहाँ चाहिँ हात घुसारेर अनि यहाँबाट प्रिन्ट निस्किँदो रहेछ ऊ निस्क्यो सविताको है यस्तो निस्किँदो रहेछ योहरू चाहिँ कोरियाको टिपिकल पुरानो घरहरू हो अनि राम्रो राम्रो रहेछ पुरानो हाम्रो गाउँतिर भएको जस्तै घरहरू अनि यो चाहिँ 200 वर्ष अगाडि चाहिँ कोरिया चाहिँ यस्तो देखिन्थ्यो अरे घरहरू अनि राम्रो मतलब पिस इन्भाइरोमेन्ट रहेछ राम्रो राम्रो रहेछ जोस् हामीले रमाइलो गऱ्यौँ अनि यो चाहिँ मेरो पुरानो भिडियो हो तर मैले चाहिँ आज एडिट गर्न थालेको अनि आज अपलोड गर्न थालेको भिडियो चाहिँ पुरानो हो यो स्कुल गाइजहरू यस्तो थियो अरे पहिला स्कुल See, many kinds of seafood, especially like a half-day or गाइजहरू होइन यो यहाँ चाहिँ 7-11 रहेछ पहिलादेखि नै 7-11 चाहिँ रहेछ है यहाँ कोरियामा अनि यहाँ कहाँनिर चाहिँ माने गोस गरिरहेको रहेछ सुन्नुहोस् सुन्नुहोस् ऊ माने ए के हो यो ए हो र वाउ म्युजियम जस्तै रहेछ के देख्दैन रहेछ कालो कालो आउँदो रहेछ क्या रुमभित्र यहाँ चाहिँ
कोरियाको अथेन्टिक चिजहरू रहेछ अथेन्टिक चिजहरू यो के ड्रामातिर युज हुने त्योहरू के मतलब पहिले पहिले पुरानो वाउ हम्बुक हामुक ब्युटिफुल त्यो चाहिँ दाउराहरू बदा होइन हो यो दबाईहरू ए दबाई च्यान्डेड हो त यो बनमारा के भन्छ तितेपाती जस्तै छ ऊ यहाँनिर गाउँघरमा नि यसरी राख्छ त थाहा छ छैन Let's go outside, guys. That much. There. Wow! Hello, guys. Handshake. नाम पनि भनिदेऊ न यिनीहरूको के हो यिनीहरूको यसको एल्सा अनि यसको चाहिँ एल्सा र के रे आना र एल्सा यसको बिल्डिङ हो यसले बनाएको बिल्डिङ Okay, let's move to the another location. Another location हैन अब डाइरेक्ट छिबेखा ब्युटी क्विन्सहरू म मात्रै हो क्या अनि मिलिहाल्छ नि यिनीहरू त